नमस्कार सम्पूर्ण दर्शकबिनहरू। आज फेरि पनि अर्को हजुरहरूलाई भिडियो लिएर आएको जुन चाहिँ रेक्स डिएक्सन कम्पनीको एकदमै मास्टर प्रोडक्ट पनि यसलाई भन्ने गरिन्छ र हजुरलाई विशेष गरी यसको बारेमा डिएक्सनमा हुनुभएका अब जति पनि लिडरहरू हुनुहुन्छ अथवा डिस्ट्रिब्युटरहरू हुनुहुन्छ जहाँसम्म लाग्छ उहाँहरूलाई यसको बारेमा अब थाहा भएको हुनसक्छ र आज पनि तपाईँहरूलाई जो चाहिँ नयाँ हुनुहुन्छ उहाँहरूको लागि एकदमै राम्रो हुनसक्छ यो भिडियो। तपाईँले कहिले यस्तो सुपर फुडको बारेमा सुन्नुभएको छ जुन प्राचीन कालदेखि आजसम्म पनि एकदमै यसलाई शक्तिशालीको रूपमा हामीले चिन्दै आइरहेका छौँ, जसको नाम रहेको छ स्पाइरुलिना। यो चाहिँ एक चमत्कारिक फल जैविक तत्त्व जसले तपाईँको शरीरमा चमत्कार गर्न सक्छ। स्पाइरुलिना भनेको के हो? स्पाइरुलिना एक प्रकारको निलो हरियो क्षारीय खाना हो जुन प्रोटिन, भिटामिन, मिनरल र एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ। यसमा यति पौष्टिक तत्त्व हुन्छ कि नासाले समेत अन्तरिक्ष यात्रीहरूलाई लैजाने गरेको भन्ने गरिन्छ। यसमा 200 देखि 300 न्युट्रिसनहरू रहेका हुन्छन्। यसले हाम्रो खानामा पाउने हरेक किसिमका भिटामिनहरू चाहिँ यसमा पर्याप्त मात्रामा रहेको हुन्छ र साथसाथै हामीले आमाको दुधमा पाउने जुन भिटामिन चाहिँ हामी अर्को भनेको यसमा मात्र पाउन सक्छौँ, जसको नाम रहेको छ जिएलए भनेर हामी यसलाई इङ्ग्लिसमा भन्छौँ, जुन चाहिँ यसको फुल फर्म रहेको छ गामा लिनुलिक एसिड भनेर पनि भनिन्छ। यो विशेष गरेर स्पाइरुलिना अहिले चाहिँ अफ्रिकी देशहरूमा जुन त्यहाँ मान्छेहरूले खाना लाउन अलिकति यस्तो कठिन अवस्थामा यहाँ बच्चाहरूलाई चाहिँ पर्याप्त मात्रामा जुन न्युट्रिसनयुक्त खाना नपाएर यिनीहरूलाई चाहिँ माल न्युट्रिसन हुने गरेको पाइन्छ र त्यस्तो ठाउँमा जुन चाहिँ एउटा इम्साम भन्ने एउटा संस्थाले त्यस्ता जुनसुकै देशमा भएका बच्चाहरूको लागि यो एउटा स्पाइरुलिना चाहिँ उहाँहरूले प्रोभाइड गर्नुहुन्छ र यो साथसाथै हाम्रो डिएक्सनमा यो एउटा संस्थासँग सहकार्य गरेर यो किसिमको पनि प्रोग्रामहरू गर्ने गरेको पाइन्छ र विशेष गरेर स्पाइरुलिना हामीले खानाको लागि हरेक व्यक्तिले यसलाई प्रयोग गर्न सक्छौँ। एउटा स्वस्थ व्यक्ति होस्, एउटा निरोगी व्यक्ति होस्, हरेक व्यक्तिले यसलाई हामी प्रयोग गर्न सक्छौँ। साथसाथै अब यसलाई हामी प्रयोग गर्दाखेरि कस्ता किसिमका फाइदाहरू लिन सक्छौँ भन्दाखेरि नम्बर 1 मा रहेको छ ऊर्जा बढाउँछ। यसमा पाइने आइरन र बी कम्प्लेक्स भिटामिनले शरीरमा थकान हटाउँछ र शरीरमा ऊर्जा प्रदान गर्छ। त्यसै गरी नम्बर 2 मा रहेको छ रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। स्पाइरुलिनामा पाइने शक्तिशाली एन्टिअक्सिडेन्ट हाइसिनले शरीरलाई संक्रमण र रोगसँग लड्न शक्ति बढाउँछ। नम्बर 3 मा रहेको छ विषाक्त तत्त्व घटाउँछ जुन चाहिँ डिटक्सिफाई गर्ने काम गर्छ। यसले शरीरमा भएका विकारक पदार्थलाई चाहिँ बाहिर निकाल्ने काम गर्दछ र त्यसै गरी नम्बर 4 मा रहेको छ मांसपेशी बलियो बनाउँछ। स्पाइरुलिनामा प्रोटिनको मात्रा एकदमै धेरै हुन्छ जसले मांसपेशी विकासका लागि अत्यन्तै उपयोगी बनाउँछ र विशेष गरी शाकाहारी मान्छेको लागि त यो एकदमै राम्रो पनि हुन्छ। यसमा किन भन्दाखेरि हरेक किसिमको जुन चाहिँ एउटा मांसाहारी मान्छेले जुन अब मासु माछाहरू खाइरहेको हुन्छ र यसमा चाहिँ विशेष गरी यी तत्त्वहरू चाहिँ यो स्पाइरुलिनामा चाहिँ हामीले पाउन सक्छौँ र शाकाहारी मान्छेहरूको लागि स्पाइरुलिना चाहिँ एकदमै राम्रो एउटा खाना हुन सक्छ। र नम्बर 5 मा रहेको छ कोलेस्ट्रोल र ब्लड प्रेसर सन्तुलन राख्छ। स्पाइरुलिनाले राम्रो कोलेस्ट्रोल जुन चाहिँ एलडिएल भनेर भन्छन् र राम्रो कोलेस्ट्रोल एचडिएलले चाहिँ उत्पादन गर्ने काम गर्दछ र साथसाथै ब्लड प्रेसरलाई पनि यसले सन्तुलित राख्ने काम गर्दछ। र यसलाई हामी कसरी प्रयोग गर्न सक्छौँ भन्दाखेरि यसलाई हामी पानीमा घोलेर भयो या त्यतिकै चुसेर साथसाथै हामीले औषधि खा जस्तै पनि हामी यसलाई खान सक्छौँ। र यसलाई चाहिँ हामी कसरी पाउन सक्छौँ भन्दाखेरि यो चाहिँ पाउडरको रूपमा, ट्याब्लेट र क्याप्सुलको रूपमा उपलब्ध रहेको हुन्छ र यो सुरुमा हामीले चाहिँ यसलाई सुरुवात गर्दाखेरि 1 देखि 3 ग्रामबाट सुरु गर्न सकिन्छ। यो हरेक एउटा स्वस्थ व्यक्ति होस्, एउटा अस्वस्थ व्यक्ति होस्, हरेक व्यक्तिले यसलाई चाहिँ हामीले प्रयोग गर्न सक्छौँ र तपाईँले यसलाई निरन्तर रूपमा प्रयोग गर्दै जानुभयो भने एउटा स्वस्थ व्यक्ति तपाईँ हुनुहुनेछ भन्ने पूर्ण आशा लिएको छु। पक्कै पनि तपाईँहरूले यसलाई प्रयोग गर्नुहुनेछ भन्ने आशा अपेक्षा लिएको छ। हजुरहरूलाई यो जानकारी भिडियो कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन नबिर्सिनु होला भन्दै हजुरहरूमा जान चाहन्छु। हजुरहरूको बाँकी समय शुभ रहोस्। हवस् त, थ्याङ्क यू सो मच।